हेलो गाइस, नमस्ते नमस्कार सम्पूर्णमा अनि वेलकम टु माई न्यू भ्लग भिडियो। अनि म चाहिँ फेरि अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु होइन। अनि यति बेला चाहिँ म अहिले टक्कै इटरीमा छु क्या। इटरीबाट टक्कै घर जान लागेको थिएँ। घर जानु पर्यो भनेर बिहान 6 बजी उठेर होइन गाडी पर्खेको माछालाई फेरि गाडी नभेटिदिएर इटरी फेरि बस्न मन नलागेर होइन। यताको गर्मी हामी फेरि खोटाङको मान्छे, इटरीको गर्मी फेरि अनि हामीलाई नसदो पनि रहेछ क्या। कतिखेर घर पुगौँ र होइन कतिखेर बसौँ भन्ने कुरो भइरहेछ क्या। अनि गर्मीले चाहिँ कसम मेरो लास्टै माथा नै खराब गराएको छ क्या। अनि त्यही भएर खासै इटरी बस्नु जस्तो मोड छैन र यताको गर्मी चाहिँ एकदम धेरै हाईमै रहेछ क्या। अनि म चाहिँ त्यो टक्क घर पुग्नको लागि अब बस स्टेसनमा बसेको थिएँ। बस स्टेसन चाहिँ फेरि इटरीको बस पार्क थियो यो साइड। अनि म यता फेरि गर्मीले मेरो यति यी खडे खडेमा नै चुदिया छ मेरो क्या फेरि। सो त्यही हो गाइस होइन। अनि म चाहिँ यसो कोही कोही बेला अब सधैँभरि त पोस्टै गरिरहेको हुँदैन, मेरो मिनी ब्लगहरू चाहिँ कोही कोही बेला आइरहन्छ। तर मैले फेरि सर्ट भिडियोहरू चाहिँ मैले कहाँ कहाँ जान्छु त्यो सर्ट भिडियोहरू चाहिँ फेरि मैले हालिरहेको हुन्छु क्या। अनि सो सबैले केआरएस मिनी ब्लगलाई सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला है भन्न चाहन्छु। यति भन्दै अब त्यही हो, बाँकी कुराहरू म अर्को भिडियो फेरि लिएर आउँछु। त्यतिसम्मको लागि भिडियोलाई फुल वाच गरेर यसो सेयर सब्सक्राइब गरिदिएर मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच गाइस।